यति बेला चाहिँ हामीहरू अर्घाखाँची जिल्लामा छौँ र अर्घाखाँची जिल्लादेखि हामीहरू रूपन्देही जिल्ला फर्किँदैछौँ र आज हामीहरूले सालजन्डी सन्धिखर्क ढोरपाटन बाटोको यात्रा चाहिँ हामीहरूले गर्नेछौँ। यो बाटो बन्न थालेको चाहिँ थुप्रै भयो र यो चाहिँ बाटो कस्तो छ, कतिसम्म बन्यो, कति बाँकी छ होइन, यो बाटोको यात्रा गर्न कतिको सहज छ भन्ने कुरा चाहिँ आज हामीले एक्सप्लोर गर्नेछौँ। हामीहरू चाहिँ अर्घाखाँची जिल्लाको सत्रदेव गाउँपालिका वडा नम्बर 3बाट चाहिँ आएका हौँ। अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ सालजन्डी सन्धिखर्क ढोरपाटन बाटोको यात्रा। यो बाटो कस्तो छ तपाईँहरूलाई हामीले भिडियोमा पुरा देखाउनेछौँ। हेरौँ अगाडिको बाटो कस्तो छ। यति बेला मौसमको कुरा गर्नुपर्दा बादल लागिरहेको छ, पानी पर्न खोजेको छ तर ठ्याक्कै पानी पर्न पनि सकिरहेको चाहिँ छैन। अब मौसम चाहिँ शीतल छ। पहाडतिर हामीहरू चाहिँ खासमा बुटोलको गर्मी छल्नको लागि हामीहरू अर्घाखाँची घरमा आएका थियौँ र 3 रात भनौँ न 3 रात कटाएर चाहिँ आज चौथो दिनको दिन चाहिँ हामीहरू आज बुटोलतर्फ फर्किँदैछौँ। मौसम पनि एकदम बादल लागेको छ, आकाशैभरि कालो बादल छ। बिचमा चाहिँ यो पानी नपरेर भनी चाहिँ हुन्थ्यो, हाम्रो यात्रा चाहिँ डिस्टर्ब नगरी हुन्थ्यो पानी परेर। हजुर पानी परिरहेको छ। अब हेरौँ अब हामीलाई पानीले कहाँनिर भेटाउँछ भन्ने कुरा हो। पानी चाहिँ आइसकेको छ। ओहो कस्तो राम्रो दृश्य छ अर्घाखाँची जिल्लाको। पहाड चाहिँ बस्न एकदमै रमाइलो छ कि हावापानीको हिसाबले। पछिल्लो समय त विकसित पनि भइरहेको छ, बाटोघाटो पनि सबैतिर पुगिरहेको छ, खानेपानीको सुविधा घर घरमै छ, बिजुली छ होइन। अब अस्पताल क्याम्पसहरू पनि खुलिरहेका छन्। तर के छ भन्दाखेरिमा समस्या मान्छेहरू छैनन्। मान्छेहरू चाहिँ बसाइ सरेर तराईतिर झरेका झरै छन्। तर हेर्नुहोस् त दर्शकवृन्दहरू कस्तो राम्रो मौसम छ। यो बाटो पनि ठिकठाक छ है अहिलेसम्म। हाम्रो यात्रा अघि बढिरहेको छ साथीहरू। के छ भन्दाखेरिमा पानीले भेटौला जस्तो छ हामीहरूलाई। 1-2 थोपा पानी परिसकेको छ यता पनि। यो बाटो हिँड्ने मान्छेहरूले चाहिँ के भने थियो भन्दाखेरिमा अरू बेला चाहिँ ठिकठाकै छ तर पानी परेको बेलामा चाहिँ अलिकति बाटो हिलो भएर अप्ठ्यारो पनि हुनसक्छ भन्ने खालको कुरा गरेका थिए। अब सकेसम्म चाहिँ त्यस्तो नहोस्, ठुलो पानी परेर बाटो अप्ठ्यारो नहोस् भन्ने हाम्रो कामना हो। हेरौँ के कस्तो हुन्छ। बाटो चाहिँ यसरी यो ग्राभेल छ। ठाउँ ठाउँको बाटो चाहिँ मैले भिडियोमा देखाउने नै छु। यो सालजन्डी सन्धिखर्क ढोरपाटन यो बाटो राम्रो भयो भने त अब सहज हुने थियो हिँड्नको लागि सबैलाई। यो पाडिनी बहुप्राविधिक शिक्षालयको भवन। हामीहरू यहाँसम्म आउँदाखेरि चाहिँ बाटो पुरै ग्राभेल भएको छ। खासै त्यस्तो अप्ठ्यारो चाहिँ छैन। अब पहाडको बाटो अलिअलि ढुङ्गामुढा त हुने भइहाल्यो, त्यही पनि बाटो चाहिँ ग्राभेल छ पुरै। यो बाटो पछि अझै राम्रो भइसकेपछि पिच भइसक्यो भने चाहिँ यो बाटो चाहिँ हिँड्नको लागि चाहिँ सजिलो हुन्छ। अब अर्घाखाँची आउने मान्छेहरू भयो, बागलुङ आउने मान्छेहरू भयो होइन, जस यताका मान्छेलाई चाहिँ यो बाटो हिँड्नको लागि चाहिँ छिटो पनि पर्छ, सजिलो पनि हुन्छ। तर अब बन्ने कहिले हो, पिच हुने कहिले हो त्यो चाहिँ थाहा छैन। कम्तीमा अहिलेसम्म चाहिँ यतिको ग्राभेल चाहिँ भएको छ यो बाटो। ल यतिको बाटो भइसकेपछि चाहिँ चलाउन सकिन्छ। यो बाटो सहज हुन्छ भन्ने जस्तो लाग्छ भने यो बाटोको यात्रा तपाईँहरूले गर्न सक्नुहुनेछ। यो बाटो ठिकठाक नै छ।
अहिलेसम्म जति हामी हिँड्यौँ ग्राभेल गरिएको छ, त्यसले गर्दाखेरि खासै अप्ठ्यारो चाहिँ छैन। र यदि बाटो पुरै ग्राभेल गरिएको रहेछ भने पनि त्यो त्यति मात्रैले पनि अब ठिकठाकै हुन्छ। किन भन्दाखेरिमा बर्खामा पनि पानी पऱ्यो भने हिलो हुँदैन नि त कम्तीमा बाटो, त्यो भएर पिच नहुँदासम्मको लागि पनि ग्राभेलले चाहिँ चल्छ जस्तो लाग्छ भने तपाईँहरू यो बाटोको यात्रा गर्न सक्नुहुनेछ। वरिपरि रहेको छ हरियाली वातावरण। यसरी यहाँ बाटोमा भाइहरू खेल्दैछन्। हेलो हेलो, के छ हालखबर? के छ हालखबर? के हो तिम्रो नाम? विषम। तिम्रो के हो? मेरो युट्युब च्यानल पनि छ, सब्स्क्राइब गर्नलाई। ओ के हो च्यानलको नाम? विषम। विषम के राख्छौ त्यसमा तिमीले? ठाउँको नाम पाडेनी 5। पाडेनी 5? बुखर। तिम्रो नाम के हो? कति क्लासमा पढ्छौ? यो ठाउँको नाम पाडेनी 5 बुखर। बुखर। ल बाई। ल राम्रोसँग पढ्नु ल साथीहरू। यति टाढा छन् आजकलका बच्चाहरू। हाम्रो समूहको 2 जना चाहिँ अगाडि गइसक्नु भयो, उहाँ हुनुहुन्छ। यसरी रफ्तारमा अघि बढ्नु हुँदैछ। बिचमा बाटो कतै यस्तो फाट्ला पनि छ। अब यो त सामान्य भइहाल्यो साथीहरू, अब तराईको जस्तो बाटो खोजेर त भएन होइन। आउँदै गर्दाखेरि बाटोमा पानी चाहिँ ठुलै आयो। त्यसपछि चाहिँ हामीहरू यहाँ एउटा पसल रहेछ, पसलमा रोकिएर रेनकोट लगाएरै जाने भन्ने कुरा भयो। भइसकेपछि यति बेला हाम्रो यहाँ रेनकोट किन्ने काम भइरहेको छ। रेनकोट लगाएर हिँडेपछि ठुलै पानी आयो भने पनि कम्तीमा बिराम भएन, झोलाका सामानहरू बच्छन्। सेटै हो कि ल सबैले 300 रुपियाँको सेटको ल भनेपछि 600 भयो। 900 गर्नुहुन्छ कि मैले यो राम्रो पैसा त बोइलो खाने हो कि राम्रो नि पैसा निकाल्न पर्दैन। 3टा सेट लिनु हो। त्यो चाहिँ चप्काउन एकछिनलाई यो पो पानीले के गर्नु। आउँदै गर्दाखेरि बाटोमा पानी परेपछि हामीहरू रोकिएर रेनकोट किनेर रेनकोट लगाएर फेरि हाम्रो यात्रा अगाडि बढ्यो साथीहरू। नयाँ बाटो हिँडौँ भनेको खै पानी परेर
हुन त त्यहाँ पसलमा सोद्धाखेरि चाहिँ आधी घन्टा अलिकति अफरोड छ त्यसपछि चाहिँ पिच छ भन्ने कुरा गर्नुभयो कि हेरौँ राम्रै छ चट्टान फोडेर पहाडको यसरी काम हुँदैछ अमर पहाड सेवा हामीहरू अहिलेसम्म 18 किलोमिटर बाटो हिँडिसकेका छौँ 18 किलोमिटर हिँडेर हामीहरू पाडेनी गाउँपालिकाको पटौटी भन्ने ठाउँमा आइसकेका छौँ यहाँनिरसम्म आइपुग्दाखेरिमा बाटोहरू धेरै जसो ठाउँमा ग्राभेल गरेको थियो भने कतिपय ठाउँमा चाहिँ माटो थियो यसरी हाम्रो यात्रामा सहभागी 2 जना पनि हुनुहुन्छ र पटौटीबाट यता लागेपछि बाटो चाहिँ राम्रै छ है साथीहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ पटौटीदेखि चाहिँ यता सबै पिच छ भन्ने कुरा गरिराख्नु भयो त्यो पसलमा पनि अब हेरौँ अब अगाडि बाटो कस्तो छ बाटो चाहिँ फराकिलो छ राम्रो छ साथीहरू अब यो बाटो सालजण्डीसम्म पुग्दाखेरि राम्रो रहेछ भने तपाईँहरूले पनि यो बाटोको यात्रा गर्न सक्नुहुनेछ ठाउँमा बाटो बनाउने काम भइरहेको थियो मान्छेहरूले काम गरिरहेका थिए कतै ग्राभेल गरेको कतै भर्खर माटो निकालेको बाटो थियो भने 18 किलोमिटर हिँडिसकेपछि बाटो चाहिँ यो अवस्थामा आएको छ यहाँ यस्तो रमाइलो बस्ती पनि छ यसरी गाउँ देख्न सकिन्छ हरियाली भन्ज्याङ चौतारी यो बाटो चाहिँ साह्रै राम्रो छ है साथीहरू वरिपरि हरियाली छ हैन वरिपरि ठुला जङ्गलहरू छन् यति यहाँ बस्ती छ बस्ती घर अगाडि जो यस्तो राम्रो फराकिलो बाटो बन्दैछ हैन यस्तो पक्की हाइवे छ दुर्गा फाँट जान्छ कि हैन दुर्गा फाँट जाने यहाँदेखि हो ए सुजेर दुर्गा फाँट जाने यहाँदेखि हो कि हामी त्यहाँदेखि माथि जोडिन्छ हामी यहाँ घुम्यौँ क्या अहिले यसरी दुर्गा फाँट यहाँ यो बाटो जान्छ क्या यो बाटो चाहिँ दुर्गा फाँट जाने रहेछ साथीहरू यहाँ हजुर ए तमघासतिर जाने बाटो रहेछ है यो चाहिँ पटौटीमै छौँ हामीहरू आनन्दको छ यतातिर जङ्गल छ हरियाली छ यतातिर बस्ती छ बिचमा यस्तो फराकिलो बाटो छ हैन कस्तो चिसो हावा खाँदै हिँड्न चाहिँ मजा आउने रहेछ साथीहरू यो बाटोमा
अब अहिले त चिसो हावा खाइरहेछौँ साथीहरू, साँझदेखि चाहिँ फेरि अब बुटोलको तातो हावा खानुपर्छ हामीलाई। अब के गर्ने। ओहो हेर्नुहोस् त बाटो कस्तो राम्रो छ। यसरी यहाँ चट्याङहरू छन्, यसरी यहाँ वन जङ्गल छन्, माथि निलो आकाश। सालचण्डी सन्धिखर्क ढोरपाटन सडकको हामीहरू यात्रा गर्दैछौँ। हामीहरू अर्घाखाँचीको सत्रदेवबाट निस्किएर अब सालचण्डीतर्फ जाँदैछौँ। हामीहरू यो बाटो चाहिँ कस्तो रहेछ भनेर एक्सप्लोर गर्नको लागि पनि आज चाहिँ हामी यो बाटोको यात्रा गर्दैछौँ। बाटो चाहिँ लगभग 18 किलोमिटर हिँडिसकेपछि चाहिँ बाटो चाहिँ यो पिच गरेकोसम्म चाहिँ हामी आइपुगिन्छ। 18 किलोमिटर जति बाटो चाहिँ ग्राभेल गरेको छ भने कतिपय ठाउँमा चाहिँ अब माटोसँगको बाटो पनि छ होइन। त्यसपछि चाहिँ यो बाटो राम्रो छ, फराकिलो छ, अत्यन्तै सुन्दर छ साथीहरू। यसरी वरिपरि बस्ती छ होइन, हरियाली जङ्गल छ, चिसो हावा चल्छ। यो बाटोमा हिँड्दाखेरिको आनन्द चाहिँ बेग्लै छ साथीहरू। तपाईँहरू पनि यो बाटो यात्रा गर्नुपर्ने हुनसक्छ भने यो भिडियो हेरेर चाहिँ अब यतिको बाटो हिँड्न सकिन्छ जस्तो लाग्छ भने तपाईँहरू पनि यो बाटो भएर आउन सक्नुहुनेछ। अब गुल्मी, अर्घाखाँची, बागलुङको तपाईँहरू हुनुहुन्छ भने यो बाटो पनि तपाईँहरू भिडियो हेरेर हिँड्ने नहिँड्ने बाटो चाहिँ डिसिजन लिन सक्नुहुनेछ। यसरी बाटोमा चाहिँ रोड सिग्नलको काम पनि भइरहेको छ। यो बाटो असाध्यै राम्रो छ साथीहरू। वरिपरि घना जङ्गल छ, हरियाली छ, बस्ती छ होइन। टक्क बस्ती नजिकै यति ठुलो हाइवे आउँदाखेरि पक्कै पनि यहाँको बासिन्दाहरू पनि खुसी हुनुहुन्छ होला। सालचण्डी अनि धातीवाङ पाल्पा लेखेको छ यहाँनिर चाहिँ। हामीहरू जाँदैछौँ सालचण्डी। पहाडमा विकास भएन, बाटोघाटो बनेन भनेर गुनासो थियो होइन। तर यहाँ चाहिँ यो यति फराकिलो, यति राम्रो बाटो बनेको छ। यसरी घर अगाडि नै यति फराकिलो बाटो बनिरहेको छ। यहाँ चाहिँ बस्ती पनि विस्तार हुँदैछ। यता ठुल्ठुला घरहरू बनेका छन् यहाँ पनि। निगाली देउरालीमा हामीहरू आइपुगेका छौँ। निगाली देउराली ढोरपाटनको बाटो हुँदै हामीहरू फर्किँदैछौँ बुटवलतर्फ। बाटो चाहिँ साह्रै गजबको छ साथीहरू। यो बाटोमा, यो सन्धिखर्क ढोरपाटन बाटोमा चाहिँ यसरी यहाँ पहिरो नजानको लागि, पहिरो जानबाट रोक्नको लागि यसरी काम यहाँ माथि भइरहेको छ भने, पहिरो जानबाट बचाउनको लागि यसरी यहाँ तारजालीहरू बाँधेर काम भइरहेको छ भने यहाँ तल पनि कङ्क्रिट ढलाइ को यो बाटो पनि बन्दैछ। यो अरू ठाउँमा चाहिँ नर्मल पिच नै गरेको छ भने अप्ठ्यारो ठाउँमा चाहिँ यसरी कङ्क्रिट ढलान गरेको छ। यो बाटो हिँड्दै गर्दाखेरि चाहिँ फ्याटाफुट्टा अरू गाडीहरू पनि चलेको चाहिँ देखियो। गाडीहरू, बाइकहरू होइन, सानो गाडीहरू पनि जस चलेको चाहिँ देखियो। बाटो चाहिँ निकै फराकिलो छ, राम्रो छ। यसरी पिच भइसकेको छ बाटो। हेरौँ कहाँसम्म पिच भएको छ।
वरिपरि यसरी बस्ती देखिन्छ साथीहरू। निकै राम्रो छ यो बाटोको यात्रा चाहिँ। वरिपरि हरियाली जङ्गल देखिन्छ, बस्ती देखिन्छ। राकिलो बाटो छ जुन पिच भइसकेको छ। यसरी आउँदाखेरि बाटोमा बस पनि देखियो, अर्घाहाँचे बुटोल। यसरी यो बाटो भएर गाडीहरू पनि, ठुला बसहरू पनि चल्ने रहेछन्। हामीहरू त अब अर्को बाटो हिँड्थ्यौँ होइन, तर यो बाटो झन् गजबको रहेछ साथीहरू। हामीहरू अब अर्घाहाँची आउनु पर्दाखेरिमा चाहिँ अर्को रुट भएर आउँथ्यौँ। आज चाहिँ अब यो बाटो कस्तो रहेछ भनेर यो सालजण्डी सन्धिखर्क ढोरपाटनको बाटो भएर हामीहरू आउँदैछौँ। यो बाटो झन् गजबको छ साथीहरू। यसरी ठुलो बसहरू पनि हिँड्दो रहेछ। बाटो फराकिलो छ, वरिपरि हरियाली जङ्गल छ, चिसो हावा लागिरहेछ। झन् गजबको रहेछ यो बाटो चाहिँ। यो नयाँ बनिरहेको बाटो, यहाँ चाहिँ अब पहिरो खस्छ कि भन्ने त्यो सम्भावना देखेर पहिरो जानबाट रोक्नको लागि यसरी तारजाली गरिएको छ भने त्यहाँ वृक्षारोपण पनि गरिएको छ। यो चाहिँ राम्रो प्रयास पनि हो। यो सडक हो सालजण्डी सन्धिखर्क ढोरपाटनको सडक हो जुन अहिले बनिरहेको छ। यसरी चाहिँ पहिरो जानबाट रोक्नको लागि तारजाली गरिएको पनि छ। यो बाटो चाहिँ हामीहरू पहिलोपटक हिँडेका हौँ, तर यसरी गाडीहरू पनि हिँड्ने रहेछ फ्याटाफुट्टा रूपमा। ठुलो बस पनि आएको हामीले अघि देखेका थियौँ। यहाँ चाहिँ एउटा यो ह्यान्ड पाइप बनाइएको रहेछ 90 इन्चको। त्यसपछि चाहिँ यहाँ यो कङ्क्रिटको यो स्ल्याब जस्तो बनाइएको छ। त्यसले गर्दाखेरिमा पानी एकैचोटि फोर्सले गर्दाखेरि जमिनमा गएर जमिन भाँसिने सम्भावना पनि हुँदैन होइन। त्यसले गर्दाखेरिमा चाहिँ यहाँ एउटा नयाँ काम चाहिँ के गरिएको रहेछ भन्दाखेरिमा यो पानी पास हुनको लागि चाहिँ यसरी कङ्क्रिटको स्ल्याब बनाइएको छ, जसले गर्दाखेरि पानी एकैचोटि ठुलो फोर्समा पानी बगेर जमिन चाहिँ नभासियोस् भन्ने हिसाबले। यहाँ चाहिँ यसरी बादल उडिरहेको छ। यसको अर्थ चाहिँ के हो तपाईहरु कमेन्ट गर्नु होला। अब हाम्रो ग्रुपको अगाडि गयो भन्दै त फेरि ग्रुपको 2 जना यहाँ हुनुहुन्छ। मलाई चाहिँ अगाडि गइसके कि जस्तो लागेको थियो तर रहेनछ। हरिओम। यहाँ यसरी काम गर्दै हुनुहुन्छ हाम्रो दाइले। साथीहरु तलैतिर त निकै गर्मी होला हैन, यहाँनिर चाहिँ पुरै कुहिरो आइरहेको छ। कुहिरोले यहाँ बाटो छेकेको अवस्था छ साथीहरु। यो सन्धिखर्क ढोरपाटनको बाटोको यात्रामा छौं हामीहरु। यति बेला कुहिरो लाएर तलबाट कुहिरो आइरहेको छ। साथीहरु बाटो नै देखिँदैन। ओहो पुसमा हिँड्ने जस्तो लागिरहेछ। तराईतिर त गर्मीले हम्मे हम्मे भइरहेको बेलामा यतातिर चाहिँ हेर्नुस् त यो कुहिरो लाएर बाटो नै देखिरहेको छैन साथीहरु। यो सडक हो सन्धिखर्क ढोरपाटनको बाटो हो हैन। हामीहरु सालजण्डीतर्फ फर्किँदैछौँ। यहाँनिर चाहिँ कुहिरोले बाटो देखिएको छैन। बेला बेला पानी आइरहेको छ, मौसम पनि चिसो छ, त्यही भएर पनि होला यसरी बादल उडिरहेको छ तलबाट। कुहिरो माथि आकाशमा बादल छ हल्का हल्का, तल यसरी हेर्नुस् त साथीहरु। ओहो कस्तो राम्रो।
यहाँनिर गाडीहरूको भिडभाड छ। यो बाटो बस पनि हिँड्ने रहेछ। अर्घाहाँसी बुटोल लेखेको छ। यहाँनिर यसरी खाजा खाने ठाउँमा गाडीहरू रोकिएका छन्। करिब 22 किलोमिटर जति बाटो पिच हिँडिसकेपछि यस्तो बाटोसम्म हामीहरू आइपुगेका छौँ। हेरौँ अगाडि सबै यस्तो बाटो छ कि कहीँ गएर पिच भएको छ कि के छ, त्यो हामीले तपाईँहरूलाई भिडियोमा देखाउने नै छौँ। अहिले भने पानी आइरहेको छ, हामीहरू यो बाटो हिँडिरहेका छौँ। यो बाटोमा चाहिँ धेरै जस्तो यस्तो यो जिपहरू चाहिँ हिँड्ने रहेछ। हामीहरू 50 किलोमिटर पनि अझै हिँडिसकेका छैनौँ, तर हामीहरू चाहिँ पाल्पाको रैनादेवी हुँदै अब लगभग तराईको रूपन्देही जिल्ला चाहिँ छुन आँटिसकेका छौँ। यहाँदेखि चाहिँ तपाईँको तराईको समथर भूभाग पनि देखिसकेको छ। म तपाईँलाई देखाउने छु। यो बाटो चाहिँ धेरै नै छोटो पर्ने रहेछ। भल झरिरहेछ, निकै ठुलो भल छ यहाँनिर। यो हो पाल्पा जिल्लामा रहेको निनीचौर झरना पर्यटकीय स्थल रैनादेवी छहरा पाल्पा। कतै सहज तरिकाले त कतै अब अप्ठ्यारो तरिकाले होइन, किन भन्दाखेरिमा पानी परिरहेको थियो, त्यसले गर्दाखेरि चाहिँ कुनै कुनै ठाउँमा बाटो बिग्रिएको थियो। कतै सहज कतै असहज तरिकाबाट पार गर्दै हामीहरू अब रूपन्देही जिल्ला छुन थालिसकेका छौँ। यतातिरको बाटो पनि राम्रो छ। हामीहरू पाल्पाको रैनादेवी हुँदै अब हामी रूपन्देहीतर्फ अगाडि बढिरहेका छौँ। यो बाटोमा चाहिँ त्यस गाडीहरू चाहिँ मजाले हिँड्ने रहेछ। विशेष गरी यस्तो खालको जिपहरू पनि अत्याधिक मात्रामा हिँड्ने रहेछ। र अर्को कुरा, यहाँनिर रैनादेवी छहरामै एउटा झरना रिसोर्ट भन्ने पनि रहेछ। त्यहाँनिर चाहिँ अत्याधिक मात्रामा भारतीय पर्यटकहरू पनि आउनु रहेछ। त्यसले गर्दाखेरि पनि अलिकति चहल पहल चाहिँ थियो बाटोमा। यहाँनिर चाहिँ अब हामीहरू पुग्दैछौँ रूपन्देहीको सिमाना। 53 किलोमिटर हामीहरू अहिलेसम्म हिँडेका छौँ। 53 किलोमिटरमा
18 किलोमिटर जति ग्राभेल गरेको बाटो थियो 22 किलोमिटर जति पिच गरेको बाटो थियो भने त्यसपछि चाहिँ अलिकति अप्ठ्यारो बाटो थियो बाटोमा पानी थियो भेल थियो पानीको यो डाँडो पछि यो रहेको छ कञ्चन पुलमा हामीहरू आइपुगेका छौँ साथीहरू यो बाटो हो तपाईँको सालजण्डी सन्धिखर्क ढोरपाटनको बाटो हो यो हामीहरू अब सालजण्डीतर्फ जाँदैछौँ कञ्चन पुल अब चाहिँ हामीहरू मस्त चिल्लो बाटोमा आइपुग्यौँ सम्भवतः अब चाहिँ बाटो खराब छैन एक ठाउँ चाहिँ त्यो पानी परेकोले गर्दाखेरिमा अलिकति अप्ठ्यारो थियो बाटो यो हामीहरू कहाँ छौँ भन्दाखेरिमा यसमा पनि रहेछ ठाउँको नाम कञ्चन रैनादेवी छहरा 7 यो पारी चाहिँ अब रूपन्देही जिल्ला अहिले हामीहरू छौँ रैनादेवी छहरा 7 बेलबास सिमाना यो चाहिँ